लिभ इन काठमाडौँ विथ जस्ट 100 रुपिस फर 24 आवर्स। यो डेट कम्प्लिट गर्न म गएँ आफ्नो घरबाट बाहिर, तर बाहिरको गर्मीले निकाले मेरो पसिना हटाउन म हिँडे कुल्फी पसलतिर। त्यहाँ किने मैले 10 रुपियाँको एउटा कुल्फी। डुल्दै जाँदा देखेँ मैले एउटा भिखारी रहेछ एक बच्चा भन्न लाग्यो, ऊपर वाले के नाम पे कुछ दे दे रे बाबा, कुछ दे दे। त्यसको कुरा सुनेर मलाई लाग्यो दया, अनि मैले दिए त्यसलाई 10 रुपैयाँ। बाँकी थियो मसँग 80 रुपैयाँ। त्यो पैसा लिएर आएँ म आफ्नो घरमा मैले थोडा पढेँ, थोडा कसरत गरेँ र बलिङ गर्दा झन्नै झ्यालको सिसा फुटाइन। अनि मलाई लाग्यो भोक र घरबेटीलाई सिसाको बारेमा कुनै पनि कुरा नथाहा हुन दिई आफ्नो लागि चिप्स ल्याउन म हिँडेँ। पसलमा जाने बेला खल्तीमा हेर्छु त पैसा छ कम, किनकि पछाडिको खल्तीको रहेनछ त्यति धेरै दम। पैसा हराए चाहिँ मलाई आज आफ्नो लक पनि हराएको जस्तो लाग्यो। अनि म गएँ चिप्स किन्न। खल्तीमा 60 रुपैयाँ बोकी। चिप्स फुटालेर खानै लागेको थिए कि मेरो नजर पर्यो एक्सपायरी डेटमा। त्यो चिप्स त धेरै पहिला नै एक्सपायर भइसकेको रहेछ। खाली पेट र डिसअपोइन्टमेन्टका साथ अनि म हिँडे डुल्न बाहिरतिर। त्यहाँ मलाई फेरि भेटियो त्यही सानो बच्चा जो भन्न लाग्यो, ऊपर वाले को नाम पे कुछ खाने को दे दो रे साहब, कुछ खाने को दे दो। सायद मलाई फलो गरिरहेको छ कि भन्ने फिलिङ मलाई आयो, तर मेरो दिल त दरिया थियो र मैले त्यहाँ बगाएँ 10 रुपैयाँ। अनि दिमागमा आयो एउटा खुरापाती आइडिया र मैले त्यो एक्सपायर भएको चिप्स त्यही बच्चाको हातमा थमाएर रफु चक्कर भइदिए। गर्मीको समय थियो, मलाई लाग्यो तिर्खा, तर खल्तीमा थियो जम्मा 30 रुपैयाँ। जे भए पनि तिर्खा मेटाउन मैले किने पानी पिउँदै भयो दिमागमा केमिकल लोचा। सायद त्यही बच्चाको बदुवा हुनुपर्छ कि म त ढले। फेरि आयो त्यो बच्चाको भूत र मेरो बाँकी रहेको 10 रुपैयाँ पनि लुटेर हिँड्यो। म त कंगाल नै भएँ।